हेलो गाइस, भोलि चुनाव हुँदैछ र आज चाहिँ पुरै बजार बन्दै जतिको भएको छ। हेर्नुहोस्, बस स्ट्यान्डमा बसहरू पनि धेरै कम्ती छ, एक दुईवटा मात्र छ बसहरू। सबै काउन्टरहरू पनि बन्द छ किनकि आवाजै छैन। त्यही भएर आज चाहिँ एकदम स्ट्याकै जतिको भइरहेको छ, कम्ती मात्रामा बस चलिरहेछ। अनि दाजु, यो बसहरू अहिले कम्ती चल्दैछ होइन? एकदमै कम्ती, दुई तिनवटा चल्दैछ अहिले। भोलि चुनाव, हजुर, त्यही भएर त्यस कारणले होला, बोर्डरहरू पनि सिल होला होइन? बोर्डर सिल छ एकदम। अनि यो चाहिँ कुनै भोटहरू हाल्नु जान्छन् भनेर यसो खोलिदिएको मात्र। खोलिदिएकोमा त कोही भोट हाल्नुको लागि यहाँबाट अर्को ठाउँको मान्छेहरूलाई होइन आवत जावत गर्नुको लागि सजिलो होस् भनेर दुई तिनवटा गाडी चाहिँ चलिरहेछ। नत्र भने टाढो चाहिँ निकै गाह्रो छ। छैन, टाढोको लागि छैन, यही दमक इटेरीसम्मको लागि। ए हुन्छ दाजु, धन्यवाद। एकदमै कम्ती गाडी छ अहिले। भन्नै पर्दाखेरि थोरै मात्रामा गाडीहरू चलिरहेछ, नजिक दुरीको, टाढोको चाहिँ चलेको छैन। हेर्नु साथीहरू, हिजो अस्तिसम्म यहाँ यो बाटो चाहिँ एकदम भरिभरा हुने गर्थ्यो, टन्नै हुन्थ्यो। यहाँ बाटो क्रस गर्नु पनि धेरै डेन्जर थियो भने अहिले चाहिँ एकदमै खाली न खाली भएको छ, पुरै खाली छ। चुनाव हुनै लागेको छ भोलि, अर्थात् फागुन 21 गते, र बोर्डर सिल भएसँगै बजारमा आवत जावत पनि कम भएको छ। सवारी साधनदेखि लिएर मानिसहरूको देख्न सक्नुहुन्छ हजुरहरू, पुरै बन्द छ अहिले बजार। पारिपट्टि इन्डिया हो, त्यही भएर अहिले आवत जावत चाहिँ निकै कम भएको छ। यो ठाउँमा इन्डियन ट्याक्सीहरू टन्नै हुन्थ्यो अरू बेला। अहिले चाहिँ बोर्डर सिल भएर इन्डियन ट्याक्सीहरू छैन, नेपाल नम्बरको गाडीहरू मात्र छ।